खाने होइन त तातो गुन्द्रुकको सुप। आज म तपाईहरुलाई गुन्द्रुक र भटमासको तरकारी या सुप कसरी बनाउने सिकाउँदैछु। सर्वप्रथम पहिले एउटा प्याज लिनु होला र प्याजलाई मसिनो गरी काट्नु होला। प्याज काटेपछि 3टा या 4टा गोलभेडा 3टा गोलभेडालाई पनि मजाले मसिनो गरी काट्नु होला। गोलभेडा काटे पश्चात हजुरले भिजाउनु भएको गुन्द्रुकलाई पनि मसिनो गरी काट्नु होला। यदि मसिनै छ भनेदेखि त काटिरहन परेन, तर कोही अलि लामो हुन्छ नि रेसा, त्यो लामो रेसालाई चाहिँ अलि सानो काट्नुभयो भनेदेखि पछि खानलाई सजिलो अनि एक ठाउँमा गुटमुटु पनि पर्दैन भनौँ हैन। त्यही भएर त्यो हिसाबले चाहिँ काट्नु भनेको हजुरहरूलाई। यदि तपाईसँग लसुनको डाँठ, हरियो लसुनको डाँठ पनि उपलब्ध छ भने त्यसलाई पनि मसिनो गरी काट्नु होला। त्यसपछि 3टा हरियो खुर्सानी पनि मसिनो गरी काट्नु होला, या हजुरलाई जस्तो राम्रो लाग्छ त्यही अनुसार काट्नु होला। हजुरसँग हरियो धनियाँको पात पनि छ भने त्यो पनि काट्नु होला, अन्त्यमा सिजनिङको लागि काम हुनेछ। यदि छैन भने पनि खासै फरक त पर्ला जस्तो लाग्दैन मलाई। त्यही पनि छ भनेदेखि हरियो धनियाँ पनि काटेर राख्नु होला। अब ग्यास अन गरेको छौँ र यहाँ देख्न सक्नुहुन्छ मसँग भटमास छ, हरियो लसुनको पात र डाँठ, गुन्द्रुक, गोलभेडा र मसिनो गरी काटेको प्याज रहेको छ। र खै तातेसँगै अब त्यसमा तेल हाल्छौँ थोरै, र त्यसपछि मेथी पड्काउँछौँ। मेथी हालेर पड्काउँछौँ, साथमा थोरै जिराको गेडा। अब त्यसलाई केही बेर पकाउँछौँ हल्का ब्राउनिस हुन्जेसम्म। त्यसपछि प्याज हाल्यौँ। प्याज हालेर केही बेर चलाउँछौँ।
प्याज केही ब्राउन कलर भइसकेपछि खैरो कलर भइसकेपछि सोयाबिन या भटमास हालेर अब चलाउँछौँ। भटमास पाकुन्जेलसम्मको लागि चलाउँछौँ। यहाँहरूले याद गर्नुहोला, भटमास धेरै बेर चाहिँ नपकाउनु होला, किनभनेदेखि ढड्ने सम्भावना हुन्छ। ठिक्क हजुरलाई भटमास अब चाहिँ पाक्यो जस्तो लाग्छ भनेदेखि चाहिँ ग्यास अलिक सानो गरेर अनि त्यसपछि चाहिँ गुन्द्रुक हाल्नुपर्ने हुन्छ है। केही बेर भटमास पकाएपछि अब सँगै गुन्द्रुक पनि हालेर चलाउँछौँ। साथै अब ग्यास पनि सानो स्लो फ्लेम गर्छौँ, किनभने ठुलो फ्लेममा अब भटमास त पहिले नै पाकिसकेको छ, साथमै अब गुन्द्रुकलाई पनि पकाउँदैछौँ सानो फ्लेममा। केही बेर पकाएपछि हरियो लसुनको पत्ता र डाँठ पनि हाल्छौँ र चलाउँछौँ। साथमै हरियो खोर्सानी पनि हालेर अब एकछिन चलाऊँ है त। हरियो लसुन पनि हालेर चलाएपछि अब बेसार थोरै, बेसारपछि नुन पनि हालेर स्वादअनुसार, हामी सुप हाल्दैछौँ त्यही भएर स्वादअनुसार नुन पनि हालेर चलाउँछौँ। केही बेर पकाइसकेपछि अब अदुवा लसुनको पेस्ट हाल्छौँ। अदुवा लसुनको पेस्ट हालेर केही बेर चलाउँछौँ। केही बेर चलाएपछि अब हामी जिरा र धनियाँको पाउडर हाल्छौँ। र केही बेर चलाउँछौँ। सँगै अब टमाटर पनि हालौँ। टमाटर हालेर
त्यसलाई पुनः चलाउँ। पहिले हरियो खुर्सानी त हालेका थियौँ, त्यही पनि थोरै खुर्सानीको धुलो पनि हालौँ र चलाउँ। सबैलाई एकचोटि फेरि चलाउँ। चलाएपछि अब यसलाई सानो आगो गरेर छोपिदिउँ केही समयको लागि। अब तातो पानी हालेर थोरै दुधो चलाउँ। केही बेर चलाएर छोपेर चलाइसकेपछि करिब गुन्द्रुक पाकिसकेको छ। अन्त्यमा हरियो धनियाँको पत्ताले गार्निस गरौँ। गार्निस गरिसकेपछि गुन्द्रुक करिब तयार छ। कस्तो लाग्यो त तपाईहरुलाई आजको यो मेरो रेसिपी? तपाईहरु पनि आफ्नो हिसाबले बनाउनुस् र यसमा अझ केही थप्दा अझ मिठो हुन्थ्यो जस्तो लाग्छ भनेदेखि कमेन्टमा भन्नु होला।
साथै मेरो रेसिपी फलो गरेर बनाउनु भएको छ भने कस्तो लागेको छ अवश्य भन्नुहोला।